तपाईहरुलाई थाहा छ अहिले नयाँ भ्लगर अथवा नयाँ कन्टेन्ट क्रिएटरहरुको विकनेस के हो भनेर जो अब नयाँ भिडियो बनाइराखेको छ र नयाँ कन्टेन्ट बनाइराखेको छ उनीहरूले के सोच्छन् उनीहरू क्यामेरामा अगाडि बोल्न नसके पनि उनीहरू के सोच्छन् मसँग बेस्ट क्वालिटी अफ क्यामेरा भइदिएको भए हुन्थ्यो र मसँग राम्रो माइक भइदिएको हुन्थ्यो र ब्याकग्राउन्ड भइदिएको भए हुन्थ्यो र म राम्रो भिडियो बनाउँथे तर उनीहरू आफूलाई क्यामेराको अगाडि राख्दाखेरि उनीहरू बोल्न सक्दैन पब्लिक प्लेसमा बोल्न सक्दैन र तपाईहरुले त्यो अहिले बेस्ट क्वालिटी अफ क्यामेरा माइक र ब्याकग्राउन्डको अहिले खोजीमा नबस्नुस् तपाईहरुले आफूलाई जस्तो क्यामेरा छ र जस्तो माइक छ तपाईहरुले त्यहीदेखि स्टार्ट गर्न सुरु गर्नुस् तपाईहरुले आफूलाई इम्प्रुभ गर्दै जानुस् आफ्नो क्यामेराको अगाडि लैजानुस् र तपाईहरुले आफै इम्प्रुभ गर्दा गर्दै तपाईहरुले पब्लिक प्लेसमा बोल्न सक्नुहुन्छ र तपाईहरुले आफै पछि इन्भेस्ट गर्न मन लाग्छ तपाईहरुले अहिले कन्टेन्ट बनाउँदाखेरि र भ्लग बनाउँदाखेरि 1.5 महिना हुन लाग्यो तर मेरो धेरै कमेन्ट सब्स्क्राइबरहरु आउन त्यही पनि भ्यूज त आउँछ तपाईहरु पनि हेर्न सक्नुहुन्छ मेरो प्रोफाइलमा गएर भिजिट गर्न सक्नुहुन्छ भ्यूज त आउँछ तर कमेन्ट र सब्स्क्राइबरहरु बढेका छैन त्यही पनि मैले आफूलाई क्विट गरेको छैन म आफूलाई अगाडि बढाउँदै लैजादै छु किनभने मैले मेरो माइन्डसेट के छ म आफू इन्ट्रोभर्ट भएर एक्सट्रोभर्ट बने मेरो एउटा चाहना छ सोच छ त्यही भएर म जहिले पनि भिडियोहरु निरन्तर हालिराखेको छु र जहिले पनि मैले भिडियो अपलोड गरिराखेको छु त्यही भएर तपाईले यो भिडियो हेरिसक्नुहुन्छ भने तपाईहरुले पनि आजदेखि कन्टेन्ट अथवा भ्लग बनाउन सुरु गर्नुस् थ्यांक यू सो मच